के तपाईहरुलाई थाहा छ एउटा प्रोफेसनल थम्बनेलले तपाईको भिडियोको सीटीआर अर्थात भ्युजलाई 150 गुना ज्यादा बढाउन सक्छ भन्ने कुरा। आई क्याचिङ थम्बनेलले यति प्रभाव पार्छ तपाईको च्यानल र तपाईको भिडियोमा भनेपछि जस्तै कि तपाईले थम्बनेल कस्तो बनाउनु भएको छ र क्लिक गर्ने सम्भावना बढी या कम तपाईको थम्बनेलमा भर पर्छ। धेरै जस्तो साथीहरुले यहाँनिर गल्ती गर्नु भएको हुन्छ कि आफ्नो थम्बनेलमा गल्ती गर्नु भएको हुन्छ। तपाईको थम्बनेलले भन्छ कि अडियन्सहरुले तपाईको भिडियोमा क्लिक गर्ने कि स्क्रोल गर्ने भन्ने कुरा। करोडौंको भिडियोहरु अपलोड भइरहेको हुन्छ डेलीमा युट्युबमा र त्यसमा थम्बनेलहरु कस्ता कस्ता पर्सनल थम्बनेलहरु देखिन्छन् जुन कि आई क्याचिङ एट्र्याक्टिभ हुन्छन् र मान्छेहरुले क्लिक गर्छन्। तपाईहरुले यहाँनिर मिस्टेक गरिरहनु भएको हुन्छ। सब चिज त राम्रै गर्नु भएको हुन्छ तर थम्बनेलमा चाहिँ राम्रो प्रोफेसनल तरिकाको हुँदैन र अडियन्सहरुले तपाईको भिडियोलाई चाहिँ स्क्रोल गरिदिन्छ, क्लिक गर्दैनन्। सो आज म त्यसै विषयमा कि प्रोफेसनल थम्बनेल कसरी बनाउने र प्रोफेसनल थम्बनेल बनाउन कुन कुन कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ र कुन एप्लिकेसनबाट एकदम प्रोफेसनल थम्बनेलहरु बन्छ र राइट कलरहरु कसरी चुज गर्ने, पर्फेक्ट कलर जुन कि